साथै इडिबी रिजल्ट 2026 को नतिजा पब्लिस भइसकेको छ। गत वर्ष अक्टोबर 2 देखि नोभेम्बर 7 सम्म आवेदन दिएका सम्पूर्ण आवेदकहरूले अनलाइन मार्फत आफ्नो इडिबी रिजल्ट चेक गर्न सक्नुहुनेछ। साथै इडिबी रिजल्ट 2026 को रिजल्ट हेर्नको लागि हजुरहरूले आफ्नो ल्यापटप अथवा मोबाइलको कुनै पनि इन्टरनेट ब्राउजर ओपन गर्नुहोला। ओपन गरे लगतै साथीहरू तपाईहरुले यहाँ सर्च बक्समा गएर dbprogram.state.gov अथवा सर्च बक्समा डाइरेक्ट डिबी रिजल्ट भनेर सर्च गर्नुहोला। सर्च गर्ने लगतै साथै तपाईहरुले यस्तो यहाँ फर्स्ट लिंक देख्न सक्नुहुन्छ। यसमा टच गर्नुहोला। यसमा टच गरे लगतै साथै तपाईहरुले यहाँ यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ जहाँ इलेक्ट्रोनिक डाइभर्सिटी भिजा प्रोग्राम भनेर दिएको छ। हल्का तल स्क्रल गर्नुहोला। तल स्क्रल गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ क्लिक द लिंक बिलो टु चेक DB 2026 and DB 2025 इन्ट्रान्ड स्ट्याटस भनेर दिएको छ। यहाँ चेक स्ट्याटस भन्नेमा टच गर्नुहोला। चेक स्ट्याटसमा टच गरे लगत्तै यहाँ देख्न सक्नुहुन्छ वेलकम भनेर देखाएको छ र यहाँ मुनि देख्न सक्नुहुन्छ इन्ट्रान्ड स्ट्याटस चेक इन्स्ट्रक्सन्स भनेर दिएको छ। तपाईहरुले यहाँ रिजल्ट चेक गर्दाखेरि के चीज तपाईहरुलाई चाहिन्छ भनेर यहाँ दिएको छ। जस्तै तपाईलाई कन्फर्मेसन नम्बर, लास्ट फ्यामिली नेम र बर्थ इयर चाहिन्छ। त्यसपछि यो कन्टिन्यूमा टच गर्नुहोला। कन्टिन्यूमा टच गरे लगत्तै यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ र यहाँ तपाईहरुले इन्ट्रान्ड इन्फर्मेसन भनेर लेखेको देख्न सक्नुहुन्छ र यहाँ फर्स्ट नम्बरमा कन्फर्मेसन नम्बर भनेर दिएको छ। तपाईहरुले यहाँ आफ्नो कन्फर्मेसन नम्बर राख्नु होला। त्यसपछि साथै यहाँ सेकेन्ड नम्बर तपाईले लेख्न सक्नुहुन्छ लास्ट फ्यामिली नेम भनेर दिएको छ। यसमा हजुरहरूले आफ्नो लास्ट नेम राख्नु होला। लास्ट नेम भन्दा साथै तपाईहरुले आफ्नो कास्टलाई बुझ्नु पर्ने हुन्छ। त्यसपछि साथीहरु तपाईहरुले यहाँ थर्ड नम्बरमा इयर अफ बर्थ भनेको छ। तपाईको जन्म मितिको इयर मात्र यसमा राख्नु होला जुन 4 डिजिटको हुने गर्छ। र चौथो नम्बरमा फोर्थ नम्बरमा हजुरहरूले यो क्याप्चा देख्न सक्नुहुन्छ। यो क्याप्चालाई यो बक्समा राख्नु होला र राखिसकेपछि साथै यहाँ सबमिटमा टच गर्नु होला। त यो नोटिस देख्न सक्नुहुन्छ यदि तपाईले डिबी परेको खण्डमा द इन्ट्री हैज बीन सिलेक्टेड भनेर आउनेछ भनेपछि यदि तपाईले डिबी परेको छैन भनेपछि हजुरहरुको द इन्ट्री हैज नट बीन सिलेक्टेड भनेर आउनेछ। साथै यदि हजुरहरु इडिबीमा सिलेक्टेड हुनुभयो भने हजुरहरुले आगामी अक्टोबर देखि भिजा प्रक्रिया सुरु गर्न सक्नुहुनेछ र हजुरहरुले 2026 सेप्टेम्बर 30 सम्म भिजा प्राप्त गरिसक्नु पर्नेछ। यदि कुनै पनि व्यक्तिले यो समयावधिसम्म भिजा प्रक्रिया सुरु नगरेमा उक्त व्यक्ति स्वतः अयोग्य ठहरिने जनाइएको छ। साथै यसरी हजुरहरूले इडिबी रिजल्ट 2026 को नतिजा अथवा रिजल्ट सजिलै चेक गर्न सक्नुहुनेछ। साथीहरु भिडियो कस्तो लाग्यो मन परेमा लाइक, कमेन्ट र शेयर गर्न नभुल्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला।